विश्वास नहाल्नु पनि तपाईले त हार्नु न हौ। मैले त सोचेकी थिएँ तपाईले त मलाई विश्वास गर्नुहुन्छ भनेर, तर तपाई पनि घरिघरि यही कुरो सोधे गर्नुहुन्छ। कताली भनौँ मैले। दर्शकबिन भुन्टीबाग 264 मा यस्तो हुँदैछ। कथा सुरु हुन्छ। भुन्टी निकै थकित देखिन्छे। विगतका घटनाले उसको मनमा गहिरो चोट परेको छ। घरको वातावरण एकदमै तनावग्रस्त छ। ससुरालीमा उसलाई जति माया हुनुपर्ने हो त्यो हुँदै गरेको छैन। भुन्टीले प्रयास त धेरै गरेको हो, तर समस्या झन्झन बढिरहेको छ। यो भागको सुरुवात भुन्टीले आफ्नो सासुआमासँग कुरा गर्दै हुन्छे। सासु भन्छन्, भुन्टी नानी, जति सहेर बसे पनि केही फाइदा छैन जस्तो लाग्न थालिसक्यो। तिमी आफैले निर्णय लिनुपर्छ। भुन्टीले चुपचाप सुनिरहन्छे। उसको मनमा आँधी चलेको हुन्छ, तर उसले आँसु थाम्न खोजेकी हुन्छ। त्यसपछि केही समयपछि ज्वाइँ भुन्टीका श्रीमान र भान्जाबीच कडा झगडा हुन्छ। ज्वाइँले गहिरो रिसमा आएर भान्जालाई अपमानजनक शब्द प्रयोग गर्छ। त्यसले त झन् ठुलो झगडा निम्त्याउँछ। घरका अरू सदस्यहरू झगडाको बीचमा परेर दुवैलाई छुट्याउने प्रयास गर्छन्। छिमेकीहरू पनि सुन्ने गरी चर्की झगडा हुन्छ, तहल्का मचिन्छ, होहल्ला बढी हुन्छ। त्यसपछि घरको इज्जत धुलोमा मिल्ने डर सबैलाई हुन्छ। भुन्टी भने भित्रभित्रै भत्किरहेकी हुन्छ। उसलाई लाग्छ, म यो घरमा आएर आफै गल्ती गरेछु कि। तर भुन्टीले आफैलाई सम्झाउँछ कि भागेर होइन, सामना गरेर मात्र समस्याको समाधान हुन्छ। त्यही बेला भुन्टीको सानी सासूले पनि भुन्टीसँग गुनासो गर्छन्। हाम्रो घरमा आएकी छे, घर बिगार्न होइन बनाइदिनु पर्थ्यो नि। यो सबै सुनेर भुन्टी मौन रहन्छ, तर उसको मनभित्र कोठामा गएर चिच्याउन, कराउन अनि रुन जस्तो अनुभव मन लागिरहेको हुन्छ। यति सहेर पनि उसमाथि आरोप लागेको देखेर उसले त एकछिन गहिरो सास फेर्छ। त्यसपछि यो सबै हुँदै गर्दा भुन्टीकी आमा पनि भुन्टीको घरसम्म आइपुग्छन्। उनले छोरीको अनुहार हेर्छिन् अनि छोरीलाई एकदमै दुखी देखेर भन्छन्, छोरी जहिले पनि चुपचाप रहेर अनि सबै अन्याय अत्याचार सहेर बस्नु हुँदैन। आफू सही भएर आवाज उठाउनुपर्छ। तिमी अब सहने होइन, तिमीले त लड्न सिक्नुपर्छ। आमाको कुरा सुनेर भुन्टी केही हदसम्म हिम्मत उठाउँछ अनि अन्तिमतिर भुन्टीले पहिलो पटक परिवारका सबै अगाडि उसले भन्छे, म यहाँ परिवार बनाउन आएको हुँ, बिगार्न होइन। तर म एक्लैले यो सम्भव पनि छैन। तपाईहरूले मलाई पनि सघाउनुपर्छ। घरका सदस्यहरू एकछिन त मौन हुन्छन्। केहीका अनुहार भुन्टीप्रति नरम देखिन्छन् त केहीका कठोर देखिन्छन्। दर्शकबिन भुन्टी भाग 264 को यत्तिकैमा कर्मश हुन्छ। भुन्टीको आँसु र साहसलाई हामीले मान्नै पर्छ। अब आउने भाग कस्तो होला त तपाईहरूको मनमा कौतूहल अब आउने भाग कस्तो होला त तपाईहरूको मनमा पक्कै पनि कौतूहलता छ होला। हामीले आउने भागको बारेमा र अन्य टेलिसिरियलका रिभ्यू भिडियो तपाईहरुमा ल्याएर आउने छौं। आजलाई भने बिदा दिनुहोस्। हस्त धन्यवाद।